अझै पनि हजुरहरूले यो गिटारलाई चिन्न सक्नु भएको छैन भने सायद हजुरहरूले एकदमै रङ डिसिसन लिँदै हुनुहुन्छ। भिडियोलाई सेभ गर्नु भएको छैन भने सेभ गर्नुहोस् अनि हामीलाई फलो गरिहाल्नुहोस् है त। यो हो सागाको SF600 सिरिजको गिटार जुन चाहिँ फुल अकोस्टिकमा रहेको छ। यो गिटार चाहिँ यस्तो बबाल छ, यसको साउन्ड, यसको रेजोनेन्स, यसको लुक्स एकदमै प्रिमियम छ। तपाईहरुले सोचेको भन्दा भिडियोमा देखेको भन्दा नि अझै बबाल छ यो रियलमा। अब यसको फिचर्सको कुरा गर्नु पर्यो भने यसको टपमा चाहिँ हजुरहरूले सिटका स्प्रुस वुड युज भएको देख्न सक्नुहुन्छ अनि यसको ब्याक एन्ड साइडमा चाहिँ सफ्ट वुड र यसको फ्रेट बोर्डमा चाहिँ इभोनी वुड युज भएको छ, जसले गर्दाखेरि चाहिँ साउन्ड चाहिँ एकदमै प्रिमियम पाउन सक्नुहुन्छ। अनि सबसे दामी कुरा भनेको चाहिँ यो गिटार हेर्दाखेरि यस्तो हेभी देखे पनि त्यस्तो हेभी चाहिँ छैन, एकदम लाइट वेटमा छ। तपाईहरुले क्यारी गर्दा पनि एकदम इजिली क्यारी गर्न सक्नुहुन्छ। अनि यसको बाइन्डिङहरु पनि एकदम प्रिमियम नै पाउन सक्नुहुन्छ। रोजेट पनि बवाल नै दिएको छ है त। अनि सागाले चाहिँ एउटा कुरा के दामी गर्दियो भने यसमा चाहिँ सागा के हजुरहरूले एक्सेसरिज पाउन सक्नुहुन्छ अनि त्यसपछि ब्याग पनि एकदमै दामी खालको प्याडेडमा पाउन सक्नुहुन्छ। सो भिडियोमा मात्र हेर्ने होइन कि यो चाहिँ हजुरहरू फिजिकली स्टोरमा आएर पनि यसको साउन्ड टेस्ट गर्न सक्नुहुन्छ अनि कस्तो लाग्छ हजुरहरूले हामीलाई भन्न सक्नुहुन्छ। अब हामी यसको साउन्ड टेस्ट गर्छौँ है त।